लेसन 30 को मुनवा अथवा छंगो मुनवा छंगोमा चाहिँ हामी हाल्यु मुनवा मा छौं। यहाँनिर हान्ड्र्यु लेखे पनि यसलाई हाल्यु भनेर पढ्नुपर्छ। हाल्यो यो हाल्यु भनेको छ। हाल्यु भनेको के हो भने कोरियाको संगीतहरू, कोरियाको नाटकहरू, संगीत नाटक अनि कोरियाको विभिन्न वेब सम्बन्धी सामानहरू, युट्युब सम्बन्धी कोरियाको सामानहरू, त्यही संगीत नाटक कोरियाको ब्युटी सम्बन्धी यस्तो सामानहरू कोरियामा त पपुलर भयो। कोरियामा पपुलर भइसकेपछि कोरिया भन्दा बाहिरको अरू देशहरूमा पहिला एउटा देशमा पपुलर हुँदै जान्छ अनि अर्कोमा पपुलर हुँदै अर्को देशका मान्छेहरूले हेर्दै जाने अनि कोरियाको संगीत सम्बन्धी जो सामानहरू चाहिँ ठुलो प्रचारमा आउने अनि धेरैले मन पराउने त्यसलाई हाल्यु भन्छ। हाल्यु मुनवा भनेको कल्चर भइहाल्यो। कोरियन संगीतको लहरको कल्चर रहेको छ। अब यसलाई सर पढाउ पहिला मिनिङ लेख्ने। हाल्यु नन कोरियन संगीतको लहर अथवा कोरियन लहर चाहिँ यसलाई चाहिँ हाल्यु नन कोरियन लहर चाहिँ हांगुकुई उमाक कोरियाको उमाक भनेको के हो? संगीत कोरियाको संगीत। ड्रामा भनेको नाटक। यंगवा भनेको मुभी अनि फेसन भनेको फेसन। ब्युटी भनेको ब्युटी। यस्ता सामानहरू कोरियाको यस्तो खालको प्रोडक्टहरू, कोरियाको गीत संगीत, कोरियाको ड्रामा नाटक अनि यंगवा मुभी, फेसन, ब्युटी, कोरियाका यस्तो किसिमको सामानहरू, युट्युब सम्बन्धी वेब सम्बन्धी सामानहरू दुमी इत्यादि चाहिँ थायानहान कन्टेन्ट छो भनेको विभिन्न प्रकारको कन्टेन्ट सामग्री। सिएगे यर खुगाएस सिएगे भनेको विश्व, यर खुगाएस विश्व, विभिन्न, यर भनेको विभिन्न, खुगाएस भनेको देशमा, विश्वको विभिन्न देशमा। साराङ फागो भनेको माया पाएर सोभिदैनन् भनेको प्रयोगमा आउने। कोरियाको यस्तो किसिमको सामानहरूले माया पाएर विश्वको अरू देशहरूमा धेरै माया पाएर प्रयोगमा आउने। तसुल हुइमी हानन्दे हुइमी भनेको के हो? हुइमी अर्थ अनि हुइमी हादा भनेको के होला? अर्थ हुनु अनि दा हटेर नन्दे हुँदै यसमा प्लस नन्दे ग्रामर एकोले त्यसको मिनिङ चाहिँ अर्थ हुने भएकोले अथवा अर्थ भएकोले। हुइमी हानन्दे अर्थ भएकोले। पहिला छिटो मिनिङ लेखौं। अर्थ भएकोले हांगुक मुनवा हुई कोरियन संस्कारको थायङसङ भनेको विविधता, फरकपन अथवा विविधता। अनि मेर्यक भनेको आकर्षण। सेगे आल्लिनन्ते भनेको विश्वमा जानकारी दिने भएकोले। सेगे आल्लिनन्ते भनेको विश्वमा
जानकारी दिने भएकोले छिटो लेख्नुपर्छ। यखाल खुन भनेको ठुलो यखालुल हाम्निदा। यखाल भनेको के होला? यखाल भनेको के हो? भूमिका। यखाल भनेको भूमिका हाम्निदा गर्छ। कुन यखालुल हाम्निदा छिटो भूमिका गर्छ। त्यो सुरुको वर्डदेखि सिस्टम अनुसार एउटा लेख्दै जाऊ होइन भने त यहाँ धेरै हुन्छ लेख्नुको लागि। सुरुको वर्डदेखि एउटा नछोडी लेख। पहिला छिटो लेखेर भ्याउने अनि पढ्नेछु। नसकेला अब माथिबाट पढौँ है। अलि छिटो लेख्नुपर्छ तिमीहरूले। त्यो सोलो लेख्न लाग्यो, सोलो पढ्न लाग्यो भने त्यो एक्जाममा पनि सोलो बारी बस्छ भने त्यो सोलो बारीले त्यो जानेको पनि पुरा गर्न सकिँदैन। त्यही भएर अलि छिटो लेख्ने, छिटो सल्भ गर्ने बानी हेबिट बसाल्नुपर्छ। अब यहाँ माथिबाट पढौँ। हाल्युनन कोरियन लहर चाहिँ कोरियन सङ्गीतको लहर चाहिँ हाङ्गुकुई कुमार कोरियाको सङ्गीत, ड्रामा भनेको नाटक, यङफा मुभी अनि फेसन भनेको फेसनहरू कोरियाको फेसन सम्बन्धी कुराहरू अनि ब्युटी दुमी ब्युटी सुन्दरता इत्यादिको हान कन्टेन्ट छुगा विभिन्न प्रकारको कन्टेन्ट यिनीहरूको विभिन्न प्रकारको कन्टेन्ट सेगे यर कुगाएस विश्वको विभिन्न देशमा साराङ खालको माया पाएर सोपिँदैनन् खचुल प्रयोगमा आउने कुरालाई हुइबिहानन्ते अर्थ हुने भएकोले हाङ्गुक उन्फा उइ खायाङ सङ्गवा कोरियाको संस्कृतिको विविधता र मेर्याकुल सेगे आकर्षणलाई सेगे विश्वमा हालिनन्ते भनेको जानकारी दिने खुन याखाल खुन खुदाबाट बनेको। खुदा भनेको के हो? ठुलो। खुन यखालुल हाम्निदा ठुलो भूमिका खेल्छ। कोरियन सङ्गीतहरू, ब्युटी, ड्रामा, नाटक यस्ता सामग्रीहरूलाई विश्वका अरू देशहरूमा प्रचार हुँदै जानु भनेको हाल्यु हो। यस्ता कोरियाका ब्युटी, उमाग, सङ्गीत अनि फेसन यस्ता सामानहरू विश्वका अरू देशहरूमा प्रचार हुँदै जानु त्यो भनेको हाल्यु। अनि त्यो हाल्युले के गर्छ त? यस्ता सामानहरू विश्वका अन्य देशहरूमा प्रचार गर्दै जान्छ। त्यो प्रचार गर्नको लागि ठुलो भूमिका खेल्छ। यहाँनिर केही सोध्नु छ? फिलिङ लेखेर भ्यायो ल। अब योभन्दा तलको लाइन यहाँनिर के फाप भनेको छ। के फाप भनेको कोरियन पप भनेको के फाप कोरियन पप अनि उन भनेको चाहिँ थाइहान उमाग यो बुझ्छौ होइन विभिन्न प्रकार। थाइहान भनेको विभिन्न, उमाग भनेको सङ्गीत अनि छाङरु भनेको प्रकार, छाङरुवा भनेको प्रकार र केफापुन कोरियन पप चाहिँ विभिन्न सङ्गीतको प्रकार र अनि मजिन आमु भनेको आकर्षक नाच अनि वाराहान मुदेरो भनेको भव्य स्टेजको रूपमा भव्य स्टेज
स्टेजले अथवा स्टेजको रूपमा स्टेजले भनेर बुझ्नुहुन्छ। स्टेजले साराङ्गुल फागो इस्युमिदा भनेको माया पाएको छ। साराङ्गुल फागो इस्युमिदा माया पाएको छ। अब यो लाइनले के भन्छ त के फागुन कोरियन पप चाहिँ थायङहान उमाग विभिन्न प्रकारको संगीत अनि छाङ्ग्र्यु विभिन्न प्रकारको संगीतको प्रकार थाङहान भनेको विभिन्न उमाग छाङ्ग्र्यु भनेको संगीतको प्रकार अनि मज्जिन आङ्मु भनेको चाहिँ आकर्षक आङ्मु भनेको नाच आकर्षक नाच वार्यहान मुदे भनेको भव्य खालको त्यो कोरियन पपमा हुने खालको भव्य स्टेज अनि आकर्षक नाच अनि फरक फरक किसिमको संगीतको प्रकार यो चाहिँ कोरियन पपमा हुने साराङ्गुल फागो इस्युमिदा त्यसले चाहिँ माया पाएको छ। कोरियन पपले माया पाएको छ। अनि बीटीएस यो बीटीएस भनेको डान्स ग्रुप हो। बीटीएस डान्स ग्रुप हो। नेपालमा पनि हुन्छ बीटीएस डान्स ग्रुप थाहा छ। बीटीएस डान्स ग्रुप नेपालमा पनि छ त केटाहरू त्यो उल्टो भएर कसरी उफ्रेर नाच्छ नि हैन त्यो बीटीएस भयो। त्यो किसिमको बीटीएस डान्स अनि बुलेट फिल्मको बीटीएस भनेको बोयज ग्रुप हो है। अनि बुलेट फिल्मको भनेको गर्ल्सको फेरि त्यस्तै नाच। गर्ल्स ग्रुपको त्यो खालको आकर्षक नाच अनि युजिन्सु भनेको पनि यो नाचको एक प्रकार हो है। नाचको प्रकार ब्ल्याक पिङ्क बीटीएस भने जस्तो युजिन्सु डुङउई इत्यादिको आइडल भनेको थाहा छ तिमीहरूलाई आइडल तिनीहरूको आइडल खुरुबी आइडल ग्रुप चाहिँ हे वइ एस भनेको विदेशमा हे वइ एस विदेशमा कुन इन्ग्रुल कुलम्या कुन इलिङ्गी भनेको ठुलो इन्गी भनेको के हो इन्गी भनेको के होला लोकप्रियता कुलम्य भनेको बटुल्दै ठुलो लोकप्रियता बटुल्दै हाल्युई छोङसिमी देशको इस्युमिदा अरे छोङसिम भनेको थाहा छ केन्द्र दुईको इस्युमिदा भएको छ। केन्द्र भएको छ। यो ब्ल्याक पिङ्क अनि बीटीएस न्युजिन्सु यस्तोको आइडलहरूको ग्रुप चाहिँ विदेशमा ठुलो लोकप्रियता बटुल्दै विदेशहरूमा ठुलो लोकप्रियता पाएर हाल्युई कोरियन सङ्गीतको लहरको अथवा कोरियन लहरको छोङसिम भनेको केन्द्रबिन्दु अथवा केन्द्र भएको इस्युमिदा केन्द्र भएको छ। कोरियन लहरको केन्द्र भएको छ। के भएको छ त कुन चाहिँ भएको त ब्ल्याक पिङ्क बीटीएस अनि न्युजिन्स यिनीहरूको आइडलहरू चाहिँ यिनीहरूको आइडलको पर्फर्मेन्स विदेशमा ठुलो केन्द्र आकर्षणको केन्द्र भएको छ। अब यो लास्ट लाइन के ड्रामा कोरियन ड्रामा नन चाहिँ होङमी जिन्जिनहान भनेको रमाइलो मिनिङ छिटो लेख्ने रमाइलो इयागी भनेको कुराकानी रमाइलो कुराकानी अनि फेउ भनेको कलाकार फेउई भनेको कलाकारको भनेपछि सिलगाम नानक यन्गी सिलगाम भनेको वास्तविकता नानक भनेको आउने यन्गी भनेको नाटक अनि आरुङ दाउन सुन्दर यङसाङ भनेको थाहा छ सुन्दर यङसाङ भनेको भिडियो
दुमुरु इत्यादिबाट कुन कुन विरुल अको स्मृता यो अत्ता भनेको के हो थाहा छ कि छैन पाउनु प्राप्त गर्नु अनि अको स्मृता भनेको पाएको छ अको स्मृता भनेको पाएको छ अको स्मृता भनेको पाएको छ यो थोकेमी भनेको छ थोकेबी भन्ने यो एउटा नाटकको नाम अनि मिस्टर सेन्साइन यो मिस्टर सेन्साइन भनेको पनि नाटकको नाम थोकेमी नाटकको नाम थोकेबी मिस्टर सेन्साइन भनेको पनि नाटकको नाम थेयाङ्गुई हुए यो भनेको पनि नाटकको नाम यिनीहरू भनेको नाटकको नाम ओजिङ खेम यिनीहरू भनेको टोटल नाटकको नामहरू है यिनीहरू सबै नाटकको नामहरू दुङु इत्यादिको थेप्यो जगिन दुङु इत्यादि चाहिँ थेप्यो जगिन भनेको चाहिँ प्रमुख यो थेप्यो जगिन भनेको प्रमुख है प्रमुख अनि छाकफुम इम्लिदा भनेको के होला थाहा छ सिर्जना हो नाटक सिर्जना हो प्रमुख नाटकको सिर्जना हो प्रमुख सिर्जना हो एकदमै रोक्नुपर्छ धेरै रोक्नुपर्छ अब यहाँ माथिबाट पढौँ के फाप कोरियन फाप कुन चाहिँ कोरियन पप चाहिँ थाइहान उमाग विभिन्न प्रकारको सङ्गीत थाइहान उमाग कोरियन पप चाहिँ विभिन्न प्रकारको सङ्गीत छाङ्ग्रिउ वा सङ्गीतको प्रकार र विभिन्न प्रकारको सङ्गीतको प्रकार र मज्जिन आमु भनेको चाहिँ आकर्षक नाच धेरै सङ्गीतका प्रकारहरू आकर्षक नाच वार्यहान मुदे रो भव्य खालको स्टेजको रूपमा अथवा स्टेजले साराङ फाल्को सुविधा माया पाएको छ कोरियन पपको धेरै प्रकारको सङ्गीत अनि आकर्षक नाच त्यस्तै भव्य खालको चाहिँ स्टेज त्यसले चाहिँ माया पाएको छ विदेशहरूमा धेरै माया पाएको छ बीटीएस भन्ने बोइज डान्स ग्रुप अनि ब्ल्याकपिङ्क भन्ने चाहिँ गर्ल्सको केटीहरूको डान्स ग्रुप ब्ल्याकपिङ्क अनि न्यू जिन्सु भनेको यो पनि डान्सको आकर्षक डान्सको के-पपको डान्सको एउटा ग्रुप हो यो ग्रुप डोङ्गु इत्यादिको आइडलहरू ग्रुपले देवै यस विदेशमा कुन इन्गिरुल कुलम्य ठुलो लोकप्रियता बटुल्दै हालिउई छोङसिमी देगो सुविधा कोरियन लहरको अथवा कोरियन साङ्गीतिक लहरको छोङसिम भनेको के होला केन्द्र दिएको सुविधा भनेको बनेको छ केन्द्र भएको छ अथवा केन्द्र बनेको छ कोरियन लहरको केन्द्र भएको छ अनि के ड्रामा अब कोरियन ड्रामाको बारेमा आयो कोरियन ड्रामा नन हुङ्मी जिन्जिनहान इयादी रमाइलो खालको कुराकानीहरू कोरियन ड्रामा चाहिँ रमाइलो खालको कुराकानी फेवुई भनेको कलाकारको सिलगाम नानन यन्गी वास्तविकता महसुस हुने नाटक कलाकारहरूको जीवनको वास्तविकता महसुस हुने खालको नाटक अनि आरुम दाउन यङसाङ भनेको सुन्दर खालको भिडियो त्यो ड्रामामा हुने दुङुरो इत्यादिको रूपमा अथवा इत्यादिले कुन इन्गिरुल अर्को स्मृता ठुलो लोकप्रियता पाएको छ कुन इन्गी ठुलो लोकप्रियता अर्को स्मृता भनेको पाएको छ थोकेबी भन्ने छ यहाँनिर थोकेबी मिस्टर सेन्साइन थोकेबी भन्ने अनि मिस्टर सेन्साइन यो नाटकहरूको नाम हो मिस्टर सनसाइन भन्ने हो अनि थेयाङ्गुई हुए ओजिङ खेइम यो गेमबाट आएको ओजिङ खेइम मिस्टर सनसाइन अनि गोल्बिन भनेको छ गोब्लिन तिनीहरू चाहिँ थोकेबी भनेको छ गोब्लिन तिनीहरूको नाम यो खालको नाटकहरू दुमी इत्यादि चाहिँ थेप्यो जकिन छाक्पुङ युगा प्रमुख सिर्जना हो
नाटकका प्रमुख सिर्जनाहरू यिनीहरू हो। अब योभन्दा तलको लाइन तो हान त्यसै गरी हाङ्गुकुई फेसन वा ब्युटी दो हो। तो हान त्यसै गरी अथवा यसलाई अर्कोतर्फ भनेर बुझ्न पनि सक्नुहुन्छ है। अर्कोतर्फ हाङ्गुकुई फेसन वा ब्युटी दो कोरियाको फेसन र ब्युटी पनि इन्गुरुल अर्को इन्नन्ते लोकप्रियता बटुलिरहेको छ। इन्नन्ते यो नन्तेको मिनिङ एकोले भने पनि हुन्छ, एकोले भन्ने मुख्य हुन्छ अनि कहिलेकाहीँ छ छु छिन मिनिङ पनि हुन्छ, छ छु छिन यो मिनिङ पनि हुन्छ। अर्को इन्नन्ते पाएको छ। तो हान त्यसै गरी हाङ्गुकुई फेसन वा ब्युटी दो कोरियाको फेसन र ब्युटी पनि इन्गुरुल अर्को इन्नन्ते लोकप्रियता पाएको छ। जो कि विशेष गरी हाङ्गुक केपअप कोरियन केपअप आइडलको फेसन स्टाइल वा फेसन स्टाइल र मेकअप चाहिँ सेगे जगिन विश्वव्यापी थोरेन्दु भनेको छ। थोरेन्दु भनेको ट्रेन्ड भनेको ट्रेन्डिङ अथवा ट्रेन्ड भन्छ नि, यो भनेको भाइरल हुने कुरा के भाइरल ट्रेन्ड इक्वलको इस्युमिदा भाइरल अथवा ट्रेन्ड पाइरहेको छ, भाइरल पाइरहेको छ अथवा ट्रेन्ड पाइरहेको छ। अनि हाङ्गुकुई बटुलिरहेको छ, इक्वलको इस्युमिदा बटुलिरहेको छ, बटुलेको छ यो भनेको चाहिँ बटुलिरहेको छ अथवा बटुल्दैछ भने पनि हुन्छ है। बटुलिरहेको छ भनेको यो भनेको पाइरहेको छ, त्यही बटुल्नु भनेको पाउनु त भन्ने होइन। हाङ्गुकुई सुखिनखिय अरे हाङ्गुकुई सुखिनखिय केपुन कोरियाको स्किन केयरको सामान चाहिँ हाङ्गुक यहेकेस कोरियाको भ्रमणमा को कुमेहानन अनिवार्य खरिद गर्ने मुलफुन भनेको सामान जुङ भनेको मध्ये हानागा देय सुविधा एक भएको छ। कोरियामा लोकप्रियता बटुलेको छ अनि कोरिया जाँदाखेरि मान्छेहरूले किन्ने सामान मध्ये एक प्रमुख भएको छ। अब यो लाइनले के भन्छ भने फेरि माथिबाट हेर त यो लाइनलाई तुहान त्यसै गरी हाङ्गुकुई फेसन वा कोरियाको फेसन र ब्युटी पनि इन्गुरुल अर्को इन्नन्ते लोकप्रियता पाएकोले अथवा पाउँदै भन्न पनि पाइन्छ, पाएको छ भनेर बुझ्न पनि पाइन्छ। तुहान त्यसै गरी हाङ्गुकुई फेसन वा ब्युटी दो कोरियाको फेसन र ब्युटी पनि अथवा ब्युटीले पनि इन्गुरुल अर्को इन्नन्ते लोकप्रियता पाएको छ। प्रत्येक बोडेर है कि विशेष गरी हाङ्गुक केपअप कोरियाको केपअप आइडलको फेसन स्टाइल वा फेसन स्टाइल र कोरियन आइडलहरूको फेसन यसरी नाच्ने आइडलहरूको फेसन स्टाइल र अनि मेकअप चाहिँ यिनीहरूको फेसन स्टाइल र मेकअप चाहिँ सेगे जकिन ट्रेन्ड भनेको विश्वमा ट्रेन्ड भनेको भाइरल हुने कुरा अथवा ट्रेन्डिङमा जाने कुरा इक्वलको इस्युमिदा बटुल्दैछ अथवा बटुलिरहेको छ। कोरियन आइडलहरूले लगाएको त्यो डान्सरहरूले लगाएको चाहिँ त्यो सामानहरू अनि ब्युटी उनीहरूले गरेको मेकअपको सामानहरू त्यस्तो कुराहरू उनीहरूको ब्युटी सम्बन्धी कुराहरू चाहिँ विश्वमा यो ट्रेन्डिङको रूपमा भाइरल अथवा लोकप्रियता बटुलिरहेको छ, बटुल्दैछ। हाङ्गुकुई चिकिनखिय कोरियाको स्किन केयर छेपुन सामान चाहिँ कोरियाको स्किन केयरको सामान चाहिँ यहेन एस भनेको के हो यहेन भ्रमण भनेको भ्रमणमा कोरिया भ्रमणमा विदेशी मान्छेहरूले कोरिया भ्रमण गर्ने बेलामा कोप भनेको के होला कोप अनिवार्य है अनि कुमे हानन भनेको अनिवार्य खरिद गर्ने मुलपुन जो हुई सामान मध्येको हानागा धेर सुविधा एउटा भएको छ, सामान मध्येको एक भएको छ। अब कोरियन कोरियन पपका अथवा कोरियन ड्रामाका कोरियन
सङ्गीतका आइडलहरूले प्रयोग गरेको त्यो ब्युटी सम्बन्धी सामान, उनीहरूले लगाएको टोपी, कपडादेखि जुत्तादेखि यस्ता सामानहरू हो। अन्य देशहरूका मान्छेहरूले मा चाहिँ त्यो भिडियोहरू, कोरियन भिडियोहरू, कोरियन ड्रामा, नाटक, गीतहरू अरू देशहरूमा भाइरल हुँदै गर्दाखेरि अरू देशहरूका धेरै मान्छेहरूले मन पराउँदै जाँदाखेरि त्यो भिडियोहरूलाई, नाटकहरू, ड्रामा अथवा गीतहरूलाई मन पराउँदै जाँदा तिनीहरूले लगाएका कपडाहरू मन पराउँछन्, तिनीहरूले लगाएका जुत्ताहरू, टोपीहरू, यस्ता सामान मन पराउँछन्, अनि तिनीहरूले लगाएका ब्युटी मेकअपका सामानहरू मन पराउँछन्। अनि त्यस्तो सामानको व्यापार वृद्धि हुँदै जान्छ। त्यो खालको सामानको व्यापार चाहिँ वृद्धि हुँदै गएर कोरियाको यो हाल्युको कारणले, मुख्य भनेको हाल्यु, यो टाइटनमा रहेको हाल्युको कारणले कोरियन यस्ता ड्रामा, नाटक, गीत, सङ्गीतका सामानहरू अरू देशमा भाइरल हुँदै जाँदाखेरि कोरियाको व्यापार पनि वृद्धि हुन्छ, कोरियाको व्यापार हाई हुँदै जान्छ। त्यो तरिकाले चाहिँ कोरियाको व्यापारमा यो हाल्युले प्रभाव पारेको हुन्छ। कोरियन सङ्गीतहरूको लहर, कोरियन ड्रामाहरूको प्रभाव पर्दै जाने लहरले चाहिँ व्यापारमा पनि ठुलो भूमिका खेलेको हुन्छ। अब यसलाई माथिबाट एकपल्ट पढ्ने ल माथिबाट हेर त। हाल्यु नन कोरियन सङ्गीत अथवा कोरियन लहर चाहिँ हाङ्गुकुई उमाग, कोरियन लहर चाहिँ, कोरियन लहर भन्नाले चाहिँ हाङ्गुकुई उमाग, ड्रामा, यङवा, नाटक, अनि मुभी, फेसन, ब्युटी, डुङ्गुई इत्यादिको थायङहान कन्टेन्ट छुगा विभिन्न प्रकारको कन्टेन्ट चाहिँ सेगे यर खुगाएछ विश्वको विभिन्न देशमा सारङ फागो माया पाएर सोभिदेनन खसुल उइमिहानन्दे लोकप्रियता पाउने कुरालाई अर्थ भएकोले हाङ्गुक मुन्वा उइ कोरियन सङ्गीतको थायङ सङ्गवा विविधता र कोरियन सङ्गीतको विविधता र मेरियाकुल आकर्षणलाई सेगे आलिनन भनेको विश्वमा जानकारी दिने के भनेको को बेलामा कुन यखालुल हाम्निदा ठुलो भूमिका खेल्छ। हाल्युनन हाङ्गुकुई उमा, ड्रामा, यङवा, फेसन, ब्युटी, डुङ्गुई। हाल्यु चाहिँ कोरियाको सङ्गीत, नाटक, अनि मुभी, फेसन, ब्युटी इत्यादिको थायङहान कन्टेन्ट छु का विभिन्न प्रकारको कन्टेन्टले सेगे यरा खुगाएछ सारङ फागो विश्वको विभिन्न देशमा माया पाएर सोभिदेनन भनेको हेर्ने खसुल कुरालाई उइमिहानन्दे अर्थ हुने भएकोले हाङ्गुक मुन्वा उइ थायङ सङ्गवा कोरियन कल्चरको विविधता र मेरियाकुल सेगे आलिनन दे भनेको आकर्षणलाई, कोरियन सङ्गीतको, कोरियन संस्कारको अथवा सङ्गीतको विविधता, फरकपन अथवा आकर्षणलाई विश्वका अरू देशमा जानकारी दिने, आलिनन्ते जानकारी दिने भएकोले कुन यखाल हामिदा ठुलो भूमिका खेल्छ भनेको छ। अब यहाँनिर यो लाइन के फापुन थायङहान उमा छाङ्ग्रिवा माजिन आमु के फागुन कोरियन पप चाहिँ विभिन्न सङ्गीत र सङ्गीत प्रकार र भव्य अथवा सुन्दर आमु भनेको नाच, भव्य नाच, सुन्दर नाच, वार्यहान आकर्षक नाच, वार्यहान मुदे भनेको भव्य स्टेज रो स्टेजको रूपमा साराङ्गुल फागको माया पाएको सुनिदा छ। के फागुन कोरियन पप चाहिँ थाङहान उमाग छाङ्ग्रिवा विभिन्न प्रकारको सङ्गीतको प्रकार र अनि मजिन आनमो भनेको आकर्षक नाच, वार्यहान मुदे भनेको यो चाहिँ भव्य खालको स्टेज रो ले सारङ फागको सुनिदा माया पाएको छ, विश्वका अन्य देशहरूमा माया पाएको छ। बीटीएस बोइजहरूको डान्स ग्रुप, ब्ल्याक पिङ्कको गर्ल्सहरूको डान्स ग्रुप, यो के पपमा चाहिँ कोरियन पपमा बोइज डान्स ग्रुप, गर्ल्स डान्स ग्रुप, अनि न्यू जिन्सु भनेको चाहिँ यो डान्स ग्रुप नै हो। डुङ्गी इत्यादि चाहिँ आइडल ग्रुप यिनीहरूको आइडल ग्रुपले सब देशमा कुन इन्गुरुल कुल्म्य ठुलो लोकप्रियता, कुल्म्य भनेको बटुल्दै अथवा पाउँदै हाल्युई छोङसिमी दिएको सुनिदा कोरियन लहरको केन्द्र बिन्दु भएको छ। छोङसिम भनेको केन्द्र दिएको सुनिदा भएको छ, केन्द्र भएको छ, कोरियन लहरको केन्द्र भएको छ। के ड्रामा कोरियन ड्रामा नन चाहिँ होमी जिन्जिनहान यागी भनेको रमाइलो खालको कुराकानी, रमाइलो कुराकानी, कोरियन ड्रामा चाहिँ रमाइलो कुराकानी। फेउई सिलगाम नानक भनेको कलाकारको वास्तविकतामा महसुस हुने, वास्तविक जीवन झल्काउने खालको वास्तविकता महसुस हुने। यङ्गी भनेको नाटक, आरुन दाउन यङसाङ भनेको सुन्दर
भिडियो सुन्दर भिडियो दुकुरो इत्यादिले कुन इनगुरुल अर्को स्मृतिमा ठुलो लोकप्रियता बटुली गएको छ ठुलो लोकप्रियता भएको छ थोकेबी भनेको छ यहाँनिर गोब्लिन भनेको रहेछ थोकेबी मिस्टर गोब्लिन पनि भन्छ थोकेबी यो नाटकको नाम हो मिस्टर सनसाइन हुए डिसेन्ट अफ द सन भनेको छ डिसेन्ट अफ द सन हुए डिसेन्ट अफ द सन ओजिङ गेम यो भनेको नाटकहरूको नाम यिनीहरू सबै नाटकको नाम दुमी इत्यादि चाहिँ थेप्यो जकिन छाकमुक निमिदा प्रमुख सिर्जना हो प्रमुख चाहिँ नाटकको प्रोडक्ट वा सिर्जना हो अब यो भन्दा तो हान त्यसै गरी हानकुई फेसन वा ब्युटी दो कोरियाको फेसन र ब्युटी पनि इनगुरुल आगोइ नन्ते लोकप्रियता बटुलेको छ कोरियाको यो के-पप भयो अनि कोरियन फेसन ब्युटी यहाँनिर छ कोरियन फेसन अथवा ब्युटी पनि इनगुरुल आगोइ नन्ते भनेको लोकप्रियता पाएको छ थोकी विशेष गरी हांगुक के-पप आइडल हुई कोरियन के-पप आइडलको फेसन सुथाइल भुवा यिनीहरूको फेसन स्टाइल र मेकअप यहाँनिर मेकअप गरेको छ मेकअपले सेगे जकिन ट्रेन्ड भनेको विश्वव्यापी रूपमा ट्रेन्ड अथवा भाइरल हुने कुरा ट्रेन्ड भनेको भाइरल हुने कुरा इकुलको इस्समिरा भनेको पाइरहेको छ विश्वव्यापी ट्रेन्ड अथवा ट्रेन्डिङ अथवा भाइरल पाइरहेको छ हांगुकुई सुकिन किय कोरियाको स्किन किय चेपुमुन सामान चाहिँ हांगुक यहेन एस कोरियामा भ्रमण यहेन एस भनेको कोरियाको भ्रमणमा विदेशी मान्छेहरू कोरिया भ्रमण गएको बेलामा हांगुक यहेन एस भनेको कोरिया भ्रमणमा को फुमे हानन भनेको अनिवार्य किन्ने अथवा खरिद गर्ने अनिवार्य किन्ने मुलकुम जुङ उई सामान मध्ये खानाका एउटा देय सुविधा भएको छ अरे कोरियाको ब्युटीको सामानहरू चाहिँ कोरिया भ्रमणमा जाँदाखेरि अनिवार्य किन्ने सामान भएको छ भनेको छ अब कोरियाको ब्युटीको सामान त कोरिया जाँदाखेरि किन्यो मान्छेहरूले अनि कोरियाको कपडा किन्छ कोरिया भ्रमण भएको बेला कपडाहरू किन्छन् कोरियाको त्यो भिडियोमा हेरेको आधारमा राम्रो छ भन्ने त्यो प्रचारमा पाएको आधारमा ओरिजिनल हुन्छ राम्रो हुन्छ भन्ने प्रचारमा पाएको आधारमा अथवा कोरियन कलाकारहरूले राखेको त्यो देखेको आधारमा कोरियन अब जुत्ताहरू आकर्षक खालको जुत्ताहरू टोपी लगाउँछ कहिलेकाहीँ टोपीहरू हैन यिनीहरू लगाउने खालको चाहिँ कपडाहरू यस्तो सामानहरू किन्छ अनि मेकअपको सामानहरू किन्छ यो तरिकाले कोरिया गएको बेला त किन्छ नै अनि आफ्नो देशमा पनि कोरियन सामान खोजेर पनि किन्छ मान्छेहरूले अलिकति कोरिया त्यो गीत सङ्गीतदेखि कोरियन चाहिँ त्यो कन्टेन्टहरूमा अथवा कोरियाको संस्कारमा चाहिँ इच्छा रुचि भएको मान्छेहरूले कोरियन सामानहरू पनि किन्ने गर्छन् त्यो तरिकाले कोरियनको व्यापार पनि गर्ने गर्छ यो कोरियन सङ्गीतहरू नाटक ड्रामाहरू चाहिँ अरू देशहरूमा अनि मुभीहरू अरू देशमा प्रचार हुँदै जाँदा अरू देशले हेर्दै जाँदाखेरि ठुलो लोकप्रियता पाउँदै जाँदाखेरि चाहिँ कोरियाको व्यापार पनि गर्ने छ यो कुरा छ अब यसको मिनिङहरू घोकेर तिमीहरूले राम्रोसँग फेरि पढ्नुपर्छ है यसलाई मिनिङहरू घोक्ने अनि राम्रोसँग पढ्ने वाकिन हेयो भनेको छ चेक जाँच गरी हेर्नुहोस् फुरो सुपो छुए प्रोफेसनल स्पोर्टमा यो भनेको प्रोफेसनल स्पोर्ट भनेको के हो भने मेसी रोनाल्डो भन्ने त तिमीहरूलाई थाहै छ हैन मेसी रोनाल्डो अनि यो अनेक एम्बापे भन्ने ठुला ठुला खेलाडीहरू छन् कोही राष्ट्रिय खेलाडी हुन्छ अनि तिनीहरू त अन्तर्राष्ट्रिय खेलाडी भयो अनि कोही राष्ट्रिय खेलाडी हुन्छ कोही जिल्ला स्तरको खेलाडी पनि हुन्छ रुकुलदैमा पनि हुन्छ हाम्रै ठाउँमा पनि हुन्छ कोही क्षेत्रीय खेलाडी हुन्छ यस्तो खेलाडीहरू चाहिँ आफ्नो जीवन नै आफ्नो लाइफ नै आफ्नो जीवन नै खेलमा अर्पण गरेको खेलमा चढाएको आफ्नो जीवनको मुख्य उद्देश्य नै खेल भनेर खेलेको अनि व्यावसायिक रूपमा पैसा पाउने गरी खेलहरू खेलिरहेको त्यस्तो खेलाडीहरूलाई प्रोफेसनल खेलाडी भनिन्छ भने अनि त्यो खेलाडीहरूलाई पैसा तिराएर ठुलो ठुलो खेल खेलाउने धेरै धेरै पैसा तिराएर मुख्य खेलाडीलाई धेरै पैसा तिराएर ठुलो खेल खेलाउने त्यो खालको खेलहरूलाई चाहिँ प्रोफेसनल स्पोर्ट भन्छ कुरो सुपोछु भन्छ कुरो सुपोछुए के प्रोफेसनल व्यावसायिक खेलको बारेमा खेदा फाल्सु इत्ता उत्तर दिन मुदको भनेको सोधेर खेदा फाल्सु इत्ता भनेको उत्तर दिन सकिन्छ
व्यावसायिक खेलको बारेमा सोधेर उत्तर दिन सकिन्छ भन्ने एउटा यो लेसनको उद्देश्य रहेको छ। अनि यहाँनिर हाल्युए तेहान भनेको कोरियन सङ्गीत अथवा कोरियन लहरको बारेमा या कोरियन वेब भनेको छ। कोरियन वेब भनेको के होला? वेब त्यो वेब भनेको नेपालीमा त्यो भनेको समुद्री छाल अथवा समुद्री लहर भनेको समुद्री लहर। अनि कोरियन समुद्री लहर भन्नाले चाहिँ हामीले त्यो समुद्रकै लहर भनेर बुझ्यौँ कि कोरियन सङ्गीत कोरियन कल्चरको लहर अरू देशमा फैलिएर जाने कोरियन कल्चरको लहर हाल्युए कोरियन लहरको कोरियन कल्चरको लहरको ध्यान भनेको बारेमा टेवारुल हाल्सुइता टेवा भनेको कन्भर्सेसन कुराकानी हाल्सुइता भनेको गर्न सकिन्छ। कोरियन लहरको बारेमा कुराकानी गर्न सकिन्छ। कोरियन कन्टेन्टको लहरको बारेमा कुराकानी गर्न सकिन्छ। अनि यन्चे भनेको वर्तमान अथवा अहिले भइरहेको साङफाङ इना भइरहेको अवस्था वा साङफाङ भनेको अवस्था इना ना इना ना इना अथवा गना ना इना गना भनेको वा अथवा यन्चे साङफाङ इना अहिले भइरहेको अवस्था वा साङथे भनेको पनि अवस्था नै हो। रुल सुचुक हाय भनेको अनुमान गरेर अहिले वर्तमानमा भइरहेको हुने खालको अवस्थालाई अनुमान गरेर माल हाल्सुइता कुरा गर्न सकिन्छ। अब यो भन्दा तल हामीले इलिट पढेको कि नै अनि 5 को पढे छैन हैन 5 नम्बरको पढे छैन अरु सजिलो पनि छ। 5 को त्यो हाम्रो सँगको सम्बन्धित छ यसलाई पढौं। थाम खुरुल इलको तलको प्याराग्राफ पढेर नेङवा खाथुन फसुन पुरुसिप्सियो विषय वस्तुसँग खाथुन भनेको उस्तै अथवा मिल्ने फसुन पुरुसिप्सियो कुरालाई छान्नुहोस्। अब यहाँनिर हाल्यु नन कोरियन लहर चाहिँ हानगुक मुनवा वी कोरियन कल्चरको हायङसङ वा विविधता र कोरियन कल्चरको विविधता र मेर्याकुल सेगेगे आकर्षणलाई विश्वमा हालिनन्दे भनेको जानकारी दिने बेलामा कुन यकारुल हामिदा ठुलो भूमिका खेल्छ। हाल्यु नन कोरियन लहर चाहिँ हांगुक यमवा वी कोरियन मुनवा वी कोरियन कल्चरको थायङसङ वा विविधता र मेर्याक भनेको के हो? मेर्याक आकर्षणलाई सेगे भनेको विश्वमा आलिनन्ते भनेको जानकारी दिने बेलामा कुन यकारुल हामिदा ठुलो भूमिका खेल्छ। के फाफुन कोरियन पप चाहिँ मचिन देन्सुवा भनेको त्यो सुन्दर नाच र अथवा आकर्षक नाच र वायहान भनेको भव्य अथवा आकर्षक नै भनेर बुझे पनि हुन्छ। भव्य मुदेरो भव्य स्टेजको रूपमा साराको हातको स्मृदा माया पाइरहेको छ। अनि बीटीएस डान्स ग्रुप ब्ल्याकपिङ्कको गर्ल्सहरुको डान्स ग्रुप अनि थुमुई इत्यादिको आइडल ग्रुपले हेवी यस विदेशमा कुन इन्गिरुल ठुलो लोकप्रियतालाई कुलम्य भनेको बटुल्दै हाल्यु विन छोङसिमी देगो स्मृदा कोरियन सांगीतिक लहरको अथवा कोरियन लहरको केन्द्र भएको छ। ब्ल्याकपिङ्क बीटीएस यिनीहरू चाहिँ अरु देशहरुमा ठुलो लोकप्रियता बटुल्दै कोरियन लहरको केन्द्रबिन्दु अथवा केन्द्र भएको छ। के ड्रामा नन कोरियन ड्रामा नाटक चाहिँ होममी जिन्जिनहान रमाइलो यागी वा रमाइलो कुराकानी र वी सिलगाम नानन कलाकारको सिलगाम नानन भनेको वास्तविक जीवन महसुस हुने अथवा वास्तविकता महसुस हुने यनगी नाटक आरुप डाउन यङसाङ भनेको सुन्दर भिडियो एडिटिङ अथवा सुन्दर भिडियो डुम्बुरो इत्यादिको मार्फत कुन इन्गुरुल अद्गो स्मृदा ठुलो लोकप्रियता पाएको छ। अब यसको नेउवा खाथुन भनेको छ यहाँनिर नेउवा खाथुन विषय वस्तुसँग उस्तै कुरालाई छान्नुहोस् भनेको छ। के ड्रामा नन कोरियन ड्रामा चाहिँ मजिन देन्सुरो भनेको आकर्षक नाचको रूपमा साराङ्गुल फातको स्मृदा माया पाएको छ। कोरियन ड्रामाले
आकर्षक नाचको रूपमा माया पाएको हो। कहिले हो आकर्षक नाचको रूपमा माया पाएको? के पपले हो, के फापले हो आकर्षक नाच मार्फत अथवा नाचको रूपमा माया पाएको? कोरियन ड्रामाले होइन, रमाइलो कुराकानी र अनि वास्तविकता महसुस हुने कुराकानीले हो। अनि हालको आइडल ग्रुप हो, कोरियाको आइडल ग्रुप चाहिँ ये वही देश विदेशमा इन्गिगा हौसुम्निदा लोकप्रियता छैन। कोरियाको आइडल ग्रुपको चाहिँ विदेशमा लोकप्रियता छैन। अरे मिल्यो, कोरियन आइडल ग्रुपको चाहिँ विदेशमा ठुलो लोकप्रियता छैन भन्ने मिलेन। केपअप कोरियन पप चाहिँ आरुङदाउन यङसाङुरो सुन्दर भिडियोको रूपमा, कोरियन पप चाहिँ सुन्दर भिडियोको रूपमा इन्गिरुल अद्गो इस्मुनिदा भनेको लोकप्रियता पाएको छ। केपअप कोरियन पप चाहिँ आरुङदाउन सुन्दर यङसाङुरो भिडियोको रूपमा अथवा भिडियोले मिल्यो। सुन्दर भिडियोले मिल्यो कि नै? प्रत्येक बोर्ड हेर्नु पर्यो नि माथि। के ड्रामाले हो सुन्दर भिडियोले चाहिँ यहाँनिर लोकप्रियता पाएको त? आरुङदाउन यङसाङ त यो कोरियन ड्रामाको लाइनमा छ त, कोरियन पपको लाइनमा छैन त्यो कुरा, त्यो पनि मिलेन। अनि हाल्युनन कोरियन लहर चाहिँ अथवा कोरियन सङ्गीतको लहर चाहिँ हाङ्गुक बुन्हा वी कोरियन संस्कारको मिएरिया फुल आकर्षणलाई सेगे हालिगो इस्मुनिदा कोरियन संस्कारको आकर्षणलाई विश्वमा जानकारी दिएको छ। अरे बताएको छ अथवा हालिगो इस्मुनिदा जानकारी दिएको छ। मिल्यो, 4 नम्बर मिल्यो, अरू मिलेन। अब यो भन्दा तल लिसनिङ सकेको हामीले यो पनि सकेको है। अब हाम्रो अर्को लेसनमा न कति बज्यो हेर त, गइसक्यो, बज्यो। त्यसो भए चाहिँ हामी बाहिरको भोलि पढ्ने एकछिन पढ्छौ र? पढ्छौ ल, अलिकति पढाउँ न है, अलिकति पढाउँ। Grab a Mountain Dew. QR code scan गरी। यहाँनिर लेसन 31 लेसन 30 मा पुगिसकेपछि हामीले चाहिँ 31 भन्दा पछाडिको आधा बुक बाँकी हो। 31 भन्दा पछाडिको आधा बुक हो। त्यो भन्दा पछाडिको कसैको पढ्नै बाँकी छ हैन? ठीक छ, मिलाएर पढिहाल्छौ। अब अलिकति गाह्रो भनेको एकछिन भन्दा माथि लाग्छ तिमीहरूलाई, यहाँसम्म त्यति गाह्रो लाग्दैन तिमीहरूलाई 30 सम्म, यहाँ त माथि चाहिँ गाह्रो छ। त्यही पनि मिनिङ घोक्नुपर्छ। मुख्य काम भनेको मिनिङ भोइस रेकर्ड बनाउँदै मिनिङ घोक्ने। अब लगभग 60-70 वटा वर्डको भोइस रेकर्ड बनाउने, अनि त्यो मिनिङ घोक्ने। एउटा स्पिकर किन्ने, तिमीहरूले सबैले स्पिकर किन्ने, आफ्नै भोइसमा भोइस रेकर्ड बनाउने, 60-70 वटा मिनिङ कपीमा जम्मा गर्ने, अनि आफ्नै भोइसमा भोइस रेकर्ड बनाउने, एउटा स्पिकर किन्ने, आफ्नो कोठामा बन्द गरेर त्यो स्पिकरबाट बजाउने, सुतेको अरू काम गरेको जे गरेको बेलामा पनि त्यो स्पिकर बजाउने। त्यो गरेपछि मिनिङ जसरी पनि गरिन्छ। अरू काम गर्दा पनि बजाउने, आफ्नो कोठामा खाना पकाउँदा पनि बजाउने, अनि भाँडाहरू माझ्दा के गर्दा पनि बजाउने, बिस्ताराहरू कपडा मिलाउँदा पनि त्यो बजाउने, स्पिकरमा बजाउने। 1000-1500 मा स्पिकर किन्ने अनि बजाउने, मजासँग त्यो आफ्नो भोइस रेकर्ड बजाउँदै अरू काम गर्दै गरेपछि फेरि आफू जानिन्छ, जसरी पनि जानिन्छ। त्यो तरिकाले चाहिँ मिनिङ घोक्नु, मिनिङै घोक्नुपर्छ। मुख्य ग्रामर त जानिहाल्छौ, पेजमा पनि डिटेल छ, मैले डिटेल बताइदिन्छु। ग्रामर त जानिहाल्छौ, अनि तिमीहरूको लागि के भनेको मिनिङै हुन्छ। भोइस रेकर्ड किनेर आफ्नो भोइसलाई चाहिँ कोठामा ठुलो गरी बजाएर ढोका बन्द गरेर मजाले पढ्नु, त्यो छ। अब यहाँनिर खोप्जाङ वा खुन्मु थेदो भनेको छ। खोप्जाङ भनेको ड्रेस अप। यसलाई के भनेर बुझ्ने भने ओत भनेको के हो? ओसुल इब्नन मोयाङ। मोयाङ भनेको आकार, कपडा लगाएको आकार अथवा अवस्था। मोयाङ, ओसुल इब्नन मोयाङ भनेको खोप्जाङ हो। यो भनेको ड्रेस अप, कपडा लगाई। खोप्जाङलाई कपडा लगाई भनेर बुझेको हुन्छ, ड्रेस अपलाई। ओसुल इब्नन मोयाङ भनेको ड्रेस अप भनेको कपडा लगाई भने पनि हुन्छ। अनि खुन्मु थेदो, खुन्मु भनेको वर्क काम,
काम थेदो भनेको फेरि थेदो भनेको हारुन सारामेगे हारुन सारामेगे 보이는 행동 यो भनेको अर्को मान्छेलाई देखाउने व्यवहार अथवा यो भनेको एटिट्युड हो अर्को व्यक्तिहरूलाई कस्तो व्यवहार देखाइन्छ त्यो भनेको एटिट्युड हो थेदो भनेको आफैलाई देखाउने खालको व्यवहार हो कि त्यो भनेको आफैलाई व्यवहार देखाउन मिल्दैन एटिट्युड भनेको चाहिँ अर्को व्यक्तिलाई गर्ने व्यवहार अथवा अर्को मान्छेसँग गर्ने व्यवहार अर्को मान्छेलाई देखाउने व्यवहार फोकजान ड्रेसअप अनि खुन्मु थेदो भनेको काममा अर्को मान्छेलाई देखाउने व्यवहार काम गर्दै गर्दाखेरि अर्को मान्छेसँग गर्ने व्यवहार अथवा अर्को मान्छेलाई देखाउने व्यवहार यसको बारेमा छ ल अब यो भन्दा तल यहाँनिर यहाँनिर यी कामदारहरू छन् कोरियन कामदारहरू छ यस्तो टोपी चाहिँ सिप बिल्डिङमा लगाउँछ अनि फलामको ठुलो खालको कम्पनीहरूमा लगाउँछ फलामको पार्ट पूजा बनाउने ठुलो कम्पनीहरूमा अनि सिप बिल्डिङमा लगाउँछ अथवा कन्स्ट्रक्सनमा लगाउँछ र चाहिँ अलि सजिलो खालको कम्पनीहरूमा चाहिँ यस्तो लगाउँदैन ठुलो फलामहरूको कम्पनीहरूमा लगाउने हो अब यहाँनिर हाङसाङको मिनिङ के हो थाहा छ सधैँ अथवा सधैँभरि संशीलहारा इमानदार हुनु संशील हागे यहाँनिर भएको संशील हागे भनेको इमानदार पूर्वक इल्हेस भनेको के होला इल्हेस काम गरेर राम्रोसँग होइन इमानदार पूर्वक बुझ्यौ मैले भनिदिएको छु नि त्यहाँ इल्हेस भनेको काम गरेर राम्रोसँग भन्न पनि पाइन्छ तर मुख्य बोर्ड इमानदार पूर्वक छाम भनेको रियल्ली साँच्चै छो आयो भनेको राम्रो भयो हाङसाङ संसिरहागे इल्हेस सधैँ इमानदार पूर्वक काम गरेर छाम छोआयो साँच्चै राम्रो भयो सधैँ इमानदार पूर्वक काम गरेर छाम छोआयो साँच्चै राम्रो भयो भनेको छ अनि एउटाले त्यो भन्दाखेरि अर्कोले भन्छ फेरि अर्को त्यो काम गर्ने मान्छेले खाम्साम्निदा थ्याङ्क यू भन्छ तिमीले सधैँ इमानदार पूर्वक काम गरेर राम्रो भयो भनेर एउटाले प्रशंसा गर्यो काम गर्ने बेलामा प्रशंसा गर्यो अनि खाम्साम्निदा धन्यवाद भन्यो आफुरो भनेको के हो जो आप भनेको अगाडि अनि उरो भनेको तिरतर्फ अगाडितिरतर्फ अनि आफुरोदो भनेको फेरि अगाडितिर पनि एउटा आफुरो भन्नाले हामी भएको ठाउँभन्दा अगाडितर्फ भन्ने एउटा हुन्छ हामीभन्दा अगाडि अथवा यो ठाउँभन्दा अगाडि हस्पिटलभन्दा अगाडितिर इन्स्टिच्युट भन्दा अगाडितिर भन्ने आफुरोको एउटा मिनिङ छ अनि अर्को यसको मिनिङ के हुन्छ भने आफुरोदो यसको अर्को मिनिङ अबदेखि समयसँग अबदेखि अगाडि भन्नाले
आजदेखि अबदेखि आइन्दा अगाडि भनेको अबदेखि भोलि पछिको दिनहरुमा आफ्नो भन्नाले एउटा लोकेसन यहाँदेखि अगाडिको भाग अगाडिको एरिया भन्ने छ। अर्को चाहिँ अबदेखि अगाडि आफ्नो त यहाँनिर फेरि आफ्नो भन्दा अबदेखि अगाडि पनि यल्सिमी हाल्के हो मेनासँग गर्नेछु। आफ्नो दो अबदेखि पनि यल्सिमी हाल्के हो मेनासँग गर्नेछु। अबदेखि पनि मेनासँग गर्नेछु काम गर्नेछु भन्यो। हाङसाङ संसिल हागेई देश छाम छोवायो सधैँ मेहनतसँग अथवा इमानदारीपूर्वक काम गरेर साँच्चै राम्रो भयो भन्दाखेरि धन्यवाद। आफ्नो दो यल्सिमी हाल्के हो अबदेखि पनि मेहनतसँग गर्नेछु काम गर्नेछु भनेको छ। अब यहाँनिर ग्रामर रहेको छ। भर्बसँग लाग्ने ईएसटी सँग आ फोइदा भनेको छ जस्तो देखिनु। आ खोइदा भनेको जस्तो देखिनु। अब कुनै काम हिन्दू र खोइदा भयो भने गाह्रो जस्तो देखिनु अथवा छ जस्तो देखिनु कुनै काम यस्तो छ जस्तो देखिन्छ भन्दाखेरि गाह्रो छ जस्तो देखिन्छ, सजिलो छ जस्तो देखिन्छ, आज गर्मी हुन्छ जस्तो देखिन्छ भन्ने अवस्थामा लाग्ने हो आ खोइदा भनेको जस्तो देखिनु। अनि पोदा मात्रै भन्यो भने के हो पोदा हेर्नु। अनि पोइदा आयो भने जस्तो देखिनु, खोइदा भयो भने देखिनु। आ हे खोइदा जस्तो देखिनु भन्ने हामीले पेजमा गएर डिटेल पढ्छौँ। अनि यो गे भनेको फेरि ने गरी अथवा गरी यसको मिनिङ ने गरी। यहाँ संसिल हागे भनेको छ इमानदार गरी भनेको इमानदार पूर्वक अथवा इमानदार गरी। संसिल हागे नाउनसँग छ, यो चाहिँ नाउनसँग लाग्छ। अनि आ खोइदा भर्बसँग लाग्छ। अब यहाँनिर नाउन अथवा भर्बसँग पनि लाग्छ यो फेरि भर्ब र नाउन। मगे खाने गरी भन्ने पनि हुन्छ। अनि ओगे सहयोग खाने ने गरी भन्ने अथवा ने गरी भर्बसँग पनि लाग्छ। अनि औवी भोकाबुलरीमा के छ त फोक्जाङ फल्यान औवी। फोक्जाङ भनेको ड्रेस अप, फल्यान भनेको सम्बन्धी, औवी भनेको शब्द ड्रेस अप सम्बन्धी शब्द रहेको छ। अनि थेदो फल्यान औवी, थेदो भनेको एटिट्युड भनेको अरूलाई देखाउने व्यवहार, फल्यान भनेको सम्बन्धी, औवी भनेको शब्द अरूलाई देखाउने कस्तो व्यवहार देखाइन्छ त्यो सम्बन्धी शब्दहरू पनि रहेको छ। यसलाई पनि डिटेल पढिन्छ। मुनहुवा छंगो कल्चर अथवा इन्फर्मेसनमा के छ त सिक्जाङ ने अन अ हिजल। सिक्जाङ भनेको कार्यस्थल ने भनेको भित्र, आन पनि भनिन्छ आन अथवा ने भनेको भित्र, आने अथवा ने मात्रै भन्यो भने भित्र, कार्यस्थल भित्र। अन अ हिजल भनेको भाषाको शिष्टाचार अथवा मर्यादा अथवा शिष्टाचार, कार्यस्थल भित्र भाषाको शिष्टाचार अथवा मर्यादा, यो कुरा चाहिँ हाम्रो छङ्गो अथवा मुनहुवामा छङ्गोमा रहेको छ। अब हाक्सुक मोक्यो सिकाइको उद्देश्यमा के रहेको छ त सिकाइको उद्देश्यमा चाहिँ फुन्मु फोक्जाङे थे कामको ड्रेसअपको बारेमा मालहाल चुइता कुरा गर्न सकिन्छ। फुन्मु भनेको काम, फोक्जाङे थे भनेको ड्रेसअपको बारेमा, काममा ड्रेसअपको बारेमा मालहाल चुइता भनेको कुरा गर्न सकिन्छ। अनि फुन्मु थेदोए थे काममा एटिट्युडको बारेमा, काममा एटिट्युड भनेको अरूलाई देखाउने व्यवहारको बारेमा, कसैले राम्रो व्यवहार देखाउँछ अरूसँग राम्रो व्यवहार गर्ने खालको हुन्छ, कोही मान्छे दयालु हुन्छ, नम्र स्वभावको हुन्छ, अरूलाई सहयोग गर्ने खालको हुन्छ,
कोही मान्छेहरू चाहिँ रुखो हुन्छ, अरूलाई सहयोग पनि नगर्ने हुन्छ, कठोर भावनाको हुन्छ, काम गर्ने बेलामा अरूलाई सहयोग गर्दैन, जानेको कुरा पनि बताइदिन्छ। अर्काको मेसिन बिग्रेको छ, जानेको कुरा पनि कसैले बताइदिन्छ। कोही चाहिँ टाढा भयो भने यो सिकाइदेऊ न भन्यो भने आएर सिकाइदिन्छ होइन। त्यो भनेको काममा अरूलाई देखाउने खालको व्यवहार, अरूसँग गर्ने खालको व्यवहार। कोही चाहिँ सकारात्मक व्यवहारको हुन्छ, काममा अरूलाई सहयोग गर्ने हुन्छ, कोही चाहिँ सहयोग नगर्ने नकारात्मक व्यवहारको पनि हुन्छ। उसले सिक्यो भने अनि मेरो काम पनि खोसिन्छ भनेर सहयोग नगर्ने खालको पनि हुन्छ। अनि खोज्नु थेनो ए थे काममा एटिट्युडको बारेमा मालहालसिकता भनेको कुरा गर्न सकिन्छ। यो पनि हाम्रो उद्देश्य रहेको छ। काममा यस्तो एटिट्युडको छ, यस्तो व्यवहारको छ, सहयोगी भावनाको हुने, सहयोगी भावनाको नहुने, अनि इमान्दार हुने, इमान्दार नहुने, त्यस्तो खालको एटिट्युड अरूसँग गर्ने व्यवहारको बारेमा एटिट्युड सम्बन्धी कुरा गर्न पनि सकिन्छ भनेको छ। अब हाम्रो यो अघिबाट भोलि पढ्दा है, अघिबाट भोलि पढ्ने आजको नयाँ मिनिङहरू के छ त्यो अघिमा लेख्ने, अनि हिजो के थियो अथवा भोलि पर्सिको नयाँ मिनिङहरू के हुन्छ 60 70 80 वटा जति बनाउने, अनि त्यसलाई भोइस रेकर्ड बनाउने, आफ्नो भोइसमा भोइस रेकर्ड बनाउने, स्पिकर किन्ने, कोठामा ठुलो आवाज बनाएर मजासँग भोग्ने। त्यो नगरी हुँदैन है, त्यो गर्नुपर्छ। त्यो गर्यो भने सजिलै लाग्छ वर्ड मिटिङ भोग्न पनि, त्यो गरेन भने गाह्रो लाग्छ। अनि त्यसरी सुन्दै बेला बेलामा लेख्दै भोग्दै पनि गर्ने, त्यो गर्नुपर्छ।